उत्पत्ति 3:15 मा बोलेको कुरालाई पुरा गर्छु। तर त्यो पुरा गर्नको लागि सहज थिएन। सबै मानिसको समझभित्र, हृदयभित्र पाप थियो, व्यभिचार थियो, अशुद्ध थियो, लालसा थियो, छाडापन थियो, कुरूपता थियो, अनाज्ञाकारिता थियो। यसकारण परमेश्वरले एउटा नारी खोज्दै हुनुहुन्थ्यो, एउटा कन्या खोज्दै हुनुहुन्थ्यो, अनि एउटा जातिलाई तयार गर्नुभयो। त्यो हिब्रू जाति हो, यहुदी जाति हो। अब्राहमलाई बोलाउनु भयो। हालेलुया। तैपनि आफ्नो पुत्र पठाउनको लागि 4000 वर्ष लाग्यो। कति वर्ष लाग्यो रे? 4000 वर्ष। परमेश्वरले सरसल्लाह गर्नुभयो आफ्नो सभामा, आफ्नो पुत्र पठाउन तयार हुनुभयो। पुत्र आउन पनि तयार हुनुभयो। येशू ख्रीष्ट आउन पनि तयार हुनुभयो, एग्री हुनुभयो। तर पवित्र हृदय थिएन। त्यसैले मरियम बल्ल 4000 वर्षपछि परमेश्वरको परियोजना अनुसार मरियम तयार भएपछि मरियमको गर्भमा परमेश्वरको वचन गर्भधारित हुनुभयो। हामी ताली बजाएर प्रभुलाई धन्यवाद। हालेलुया। प्रभुले आफ्नो पुत्र येशूलाई पठाउनु भयो। येशू आउन तयार हुनुभयो। अघि नै भने हजुरहरूलाई मैले, मिशन के हो? मिशन भनेको पठाउनु, जानु। हालेलुया। धेरै ठाउँमा बाइबलले बखान गरेको छ। पाउलले पनि भनेका छन् उहाँ पाप हुन आउनुभयो पापीहरूको बीचमा। जस्ताको तस्तै आउनुभयो। मानिसहरूले अब म जान्न, म सम्बन्ध र सङ्गति गर्दिनँ भन्दै पिताले भन्दै गर्दा पुत्र येशू त्यही पापी मानिसको बीचमा मानिस भएर आउनुभयो। हालेलुया। उहाँ एउटा कन्याको गर्भमा गर्भधारित हुनुभयो। तर जन्मिँदाखेरि राम्रो सुकोमल, राम्रो किसिमको ओछ्यान थिएन। याद छ? ढुँडमा सुत्नुभयो। केमा सुत्नुभयो? ढुँड। त्यति बेलाको गधा, ऊँट, बाख्रा गाई गोरुलाई घाँस दिने, त्यो पराल काटेर अनि त्यो अन्नहरू, त्यो कुँडोहरू दिने, त्यो दुष्कुलमा उहाँलाई परालमा सुताइयो। मैले यसो विचार गरेँ, किन परालमा सुताइयो? हामी मानिसको हृदय त्यस्तै छ। लोभ, लालसा, आफ्नो इच्छा, मनोकांक्षा, फटापन, जालीपन, घमण्ड, स्वार्थ, रङ्गीचङ्गीका विचारहरू छ। त्यो हृदयमा मलाई बस्न दियो भनेर परमेश्वरले आफ्नो पुत्रलाई ढुँडमा बस्न दिनुभयो। ढुँड त एउटा साङ्केतिक थियो, त्यहाँ बसे तापनि म चाहिँ मानिसको हृदयमा बस्न चाहन्छु। हालेलुया। यो सुन्दर भवन, यो मन्दिर होइन। मन्दिर त तपाईँको परमेश्वरको मन्दिर म हो। हालेलुया। हामी त सबैजना भेटघाट भएर परमेश्वरको मन्दिरहरू भेला भएर आराधना गर्ने भवन हामीले बनाएका हौँ। यो हाम्रो मन्दिर हो। तर परमेश्वरको मन्दिर त हामी हो। आमेन। म फर्के त्यहाँनिर येशू ख्रीष्टलाई त्यो पवित्र कन्याको मन्दिरमा गर्भधारित गरेपछि जन्माउनु भयो। जन्माएपछि पनि ढुँडमा सुताउनु। र येशू चाहिँ ढुँडमा पस्रिएर, हे मानव जाति, विश्वव्यापी मानव जाति, यस्तै ढुँड जस्तो हृदयलाई म प्रेम गर्छु। ढुँड जस्तोको हृदयमा म वास गर्न चाहन्छु भनेर परमेश्वरले आफ्नो प्रेम प्रकट गर्नुभयो। त्यही हो मिशन। हालेलुया। येशूलाई पठाउनु भयो। येशू आउन तयार हुनुभयो। हालेलुया। भन्नुहोस्, येशूलाई पठाउनु भयो, आउनु भयो। यो परमेश्वरको मिशन थियो। 30 वर्षसम्म येशू चुपचाप रहनुभयो। कति वर्षसम्म? हाम्रो नेपालीहरूले नागरिकता पाउने भनेको कति वर्ष हो? 16 वर्ष। बिहे गर्न पाउने कहिले हो? 20 हैन? पास्टरको छोरालाई अलिकति ठट्टली गर्नु पर्यो। अहिले नै बिहे गर्छु भने होइन, पाउँदैन। भर्खर 15 वर्ष बिहे होइन, 20 वर्ष चाहिन्छ। सरकारले एउटा राख्यो, यो चाहिँ एकदमै जवान हुने एउटा समय हो है, विवाहको, एकदम विकृति नहोस् भनेर। नागरिकता कति? 16 मा हैन? म फर्के फेरि येशू 30 वर्षसम्म किन आमा बुवासँग रहनु भयो? येशूले मलाई लाग्छ त्यति बेला कुचो लगाउनु भयो, त्यति बेला भात पकाइदिनु भयो, भाँडा धुनु भयो, अनि काठको काम गर्नुभयो आफ्नो बाउ आमासँग। हालेलुया। येशू 30 वर्षसम्म बस्नुको कारण रहस्य के हो? त्यति बेला यहुदी चलन अनुसार 30 वर्षसम्म बोलिएको कुराको अधिकार हुँदैन थियो। बच्चा यो फुच्चे के हैन, बोलीको अधिकार हुँदैन थियो। एउटा के भन्ने अधिकार ठानिँदैन थियो, नागरिक ठहरिँदैन थियो।
यसभन्दा बाइबलमा याद गर्नुहोस्, धेरैचोटि येशूको वचन हेर्दै गर्दा 5,000 को मानिसको बीचमा 15,000 थिए रोटी खाने भनेर भनिन्छ। किन रहेछ भन्दाखेरि लक्का लक्का उमेश जस्तो मान्छेलाई, शान्त जस्तो मान्छेलाई अनि यशोदा जस्तो मान्छेलाई मात्रै गनिन्थ्यो क्या। हट्टा कट्टा टक्क 30 वर्षभन्दा माथिकोलाई मात्रै गनिन्थ्यो। त्यो हिसाबले गर्दाखेरि येशू प्रभु मानिसको संस्कार र चलन चल्ती भित्र रहनुभयो, काम गर्नुभयो, दुःख कष्ट पनि सहनुभयो, अनि उहाँले ढिँडो पनि खानुभयो होला त्यति बेला होइन, अनि खले खाने सबै कामहरू गर्नुभयो उहाँले, किनभने आफ्नो बाबा मम्मीसँगै रहनुभयो, बाबुआमासँगै रहनुभयो। त्यो चित्रण मानिसलाई दिनको लागि कसरी परमेश्वर र पापी मानिस बीच अब सम्बन्ध जोड्ने मिसन त त्यो हो नि, मिलापमा ल्याउनु हो नि। हालेलुया। मानिस र परमेश्वर बीचको खाडल थियो यहाँनेरि। सर्पले गर्दाखेरि, त्यो पहिला फ्याँकेको स्वर्गदूतले गर्दाखेरि सम्बन्ध विच्छेद भइसकेको थियो। अब जोड्नको लागि येशूले मानिस जस्तै भएर जिउनु। यसका त हामी क्रिस्चियनले यसरी भन्छौँ, येशू चाहिँ, सबैले भनौँ त जोडसाथ, येशू चाहिँ 100% मानिस, 100% परमेश्वर। यसको प्रमाण चाहियो तपाईँलाई? यसको प्रमाण यो हो, येशू गेत्समनी बगैँचामा 3 चोटि प्रार्थना गर्नु। म मर्दैछु, मारिँदैछ भन्ने पितासँग सरसल्लाह पनि थियो, प्रार्थना पनि थियो। थाहा छ, डराउनु भएको जस्तो लाग्छ मलाई। म कसरी मर्नेवाला, कसरी टाक्छन् मलाई, कसरी क्रुसमा त्यति बेला त फाँसी दिने चलन क्रुस मात्रै थियो। मलाई झुन्डाउँदा कति दुख्दो हो, अनि यो कचौरा हटोस् भन्नुभएको छ। त्यहाँबाट मैले यसरी पत्ता लगाएँ, 100% मानिसको स्वभाव पनि थियो। आमेन। भोकाउनु भयो, तिर्खाउनु भयो, मानिसको स्वभाव थियो। यसकारण 100% मानिस र 100% परमेश्वर भनेर भन्न सकिने विश्वव्यापीको मुक्तिदाता येशू मात्र हुनुहुन्छ। यसमा तपाईँ र म भित्र परमेश्वरले यस्तो मिसनको काममा जिम्मा दिनुभएको छ कि त्यो शक्तिशाली काम। हालेलुया। कुनै मूर्ति पूजा, कुनै धर्म फेर्ने, कुनै धर्मको कुरा होइन, ईश्वरसँगको सम्बन्ध जोड्ने, मिलापमा ल्याउने काम हामी गर्नुभयो। र येशू ख्रीष्ट आउनुभयो, 30 वर्षसम्म गर्नुभयो। छोराछोरीहरू, तपाईँको आमा बुवासँग राम्रो काम गर्नुहोस्, तपाईँको छिमेकीसँग राम्रो भूमिका निभाउनुहोस्। वाउ, त्यो चर्चमा जाने त्यो केटा, त्यो केटी, त्यो छोरी, त्यो छोरा कस्तो राम्रो छ, त्यो जस्तो हुनुपर्छ भन्ने प्रकारको त्यो साथ, त्यो किसिमको उदाहरण कमाउनुहोस्। प्रभुले तपाईँलाई मिसनमा प्रयोग गर्नुहुन्छ। आमेन। येशू 30 वर्षपछि ब्याप्टिजम लिनुभयो। 30 वर्ष पुग्यो, उहाँ ब्याप्टिजम लिनुभयो। पहिला यूहन्नालाई तयार गरिसक्नु भएको थियो, अनि यूहन्नाले प्रचार गर्दै थियो ठाउँ ठाउँमा। यर्दन नदीमा ब्याप्टिजम लिइसकेपछि अब येशूले सेवा सुरु गर्यो। के सेवा गर्नु पर्यो? सेवा सजिलो थिएन। कहिले उकालो ओह्रालो, अनि केमा हिँड्नुभयो थाहा छ? केमा म पद दिएको छैन हजुरलाई। केमा हिँड्नुभयो? ढुङ्गामा। ढुङ्गा त त्यो गनाउने ठाउँ हो, फोहोर ठाउँ हो होइन। एउटा काठको कोक्रोमा उहाँ पस्रनु भयो बालक हुँदा। अब सेवा गर्दै गर्दा उहाँ यति बेला जस्तै मोटरसाइकल के थिएन, ढुङ्गामा, गनाउने ढुङ्गामा टुसटुसी त्यो कुहिएको माछा, त्यो होला कहिले कहीँ माछा गनाएको त्यो माझीहरूले गरेको त्यो ढुङ्गामा उहाँले सेवा गर्नुभयो। ढुङ्गामा चढेर मानिसलाई शिक्षा दिनुभयो। आजको पास्टर उमेश जस्तो, पास्टर शान्त जस्तो, पास्टर तपाईँहरू जतिजना अगुवाहरू हुनुहुन्छ, तपाईँहरू हामीलाई सेवाकाइमा दुःख उठाउन उहाँले त्यति बेला नमुना प्रस्तुत गर्नु। तिमीहरूलाई यो संसार पापमय संसार छ, सुख त हुँदैन सेवा गर्दा, तर त्यो दुःख हुन्छ, गनाउने अवस्था हुन सक्छ, गाह्रो अवस्था हुन सक्छ। म सोच्छु सेवाकाइमा त्यहाँ जाँदा कतिवटा समस्यामा परेको, पिपैपिपहरू गरेको मान्छेलाई पुस्नु पर्ने, एकदमै गाह्रो भएको मान्छेले गर्नुपर्ने, कतिवटा हेपाटाइटिस बी लागेको हेपाटाइटिस ऊ लागेको मान्छेलाई मेरै काखमा बान्ता गरेर बितेको छ, उनीहरूले सेवा गर्नुपर्ने। अनि याद गर्छु प्रभुले हामीलाई ढुङ्गामा, गनाउने ढुङ्गामा सेवा गर्न सिकाउनु। आमेन। कतिजना तपाईँ मण्डलीको व्यक्ति हुनुहुन्छ, आफ्नो पास्टरहरूलाई, अगुवाहरूलाई तपाईँले सम्मान गर्नुपर्छ। म त यो भन्छु, सम्मान गर्नुपर्छ भने एकदमै ढोक्नुपर्छ होइन। आफ्नो हृदयमा प्रार्थना गर्नुहोस्, उहाँहरूको सेवाको कदर गर्नुहोस्। हालेलुया। उहाँहरू एउटा जागिर जस्तै एउटा लिएको होइन, म त्यो होइन। मैले अघि नै भनिसकेँ, म त व्यवसाय अहिले 7 वर्ष भयो, बल्ल 6-7 वर्ष भयो मण्डली हेर्न थालेको। नत्र मैले बङ्गुर व्यवसायका कुराहरू, कुखुरा व्यवसायका कुरा त सङ्गतिलाई गरिनँ। त्यसरी हुँदै आएँ। टावल पनि पाल्टुँदै गरेको थियो, तर अनि पछि मण्डलीले बुझे, सन्तानले बुझे,
कसरी तपाईँको मिसनमा दिउँ भनेर, प्रभुको मिसनमा दिउँ भनेर। आमेन। यसैले म तपाईँलाई भन्न चाहन्छु, प्रभु यीशुले यी सेवाको काम डुङ्गामा सिकाउनु भयो, प्रचार गर्नु। हुरी बतास चल्दाखेरि, डुङ्गा पल्टिन लाग्दाखेरि चेलाहरू अतिदै गर्दा, हो सेवाकाई यस्तै हो, सेवाकाई डुब्न खोज्छ, सेवाकाईको यात्रामा कतिचोटि हामी छोड्न सक्छौँ भन्ने अवस्था आयो। तर त्यति बेला येशूले यति उत्साह दिनुभयो, सिकाउनु भयो। त्यही सेवा आज हामी गर्दैछौँ। र येशूले कहिले पनि विश्वासी मात्रै बनाऊ भन्नु भएन, चेला बनाऊ भन्नुभयो। आमेन। अनि यो 33 वर्षसम्म चाहिँ सेवा गर्दै गर्दा धेरैजना मानिस डाहाले भरिए, धर्मगुरुहरू डाहाले भरिए, यहुदी धर्मगुरुहरू, रोमी साम्राज्यवादीहरू, त्यहाँका राजनीतिक मानिसहरू, विभिन्न व्यक्तिहरू, बुद्धिजीवी हौ भन्नेहरू डाहाले भरिए। त्यसपछि के भयो त्यहाँ थाहा छ? येशू त यस्तो सामरीको हातबाट पनि पानी खायो, यसले त जात धर्म के पनि होइन रहेछ, अर्कै कुरा ल्याउँदो रहेछ। हो रोमीको सम्राट पनि राज्य पनि खोस्ला यताउता भन्ने त्यस्तो किसिमको भ्रम फैलाएर येशूलाई पक्रेर मुद्दा लगाइदिँदाखेरि येशूको गल्ती एउटै थियो। पन्तियस पिलातस सर्वोच्चको न्यायाधीश थियो, राम्रो न्यायाधीश थियो। उनले एक एफिरस दिएर येशूको के गल्ती थियो? त्यसकारण त आफ्नो हात धुएर यो मान्छेमा केही गल्ती छैन, तर त्यो दुष्ट राजद्रोही बरब्बालाई निकाल्ने, यसलाई मार्ने भनेर तपाईहरु समुदायले माग गरेको कारण मात्र यो मुजुर्का बनाइदिए मैले। यसको रगतको दोष मलाई नलागोस् भनेर ख्यालियो र येशूलाई क्रुसमा टाकेर। हालेलुया। किन मारियो होला? यो बुझ्नु भएको छ? हो, बुझ्नु भएको छ तपाईले। तर मारिनुको पछाडि रहस्य मैले भेट्टाएँ। हामी यो जात त्यो जात, यो धर्म त्यो धर्म, यो वर्ग त्यो वर्ग भनेर हाम्रो डीएनए, हाम्रो वंशानुगतको रगत नै के थियो? के पापको स्वभावले बिग्रिसकेको थियो। हजुरबा झाँक्री छ भने नाति पनि झाँक्री क्या, तन्त्र मन्त्रको त्यो रगतै बिग्रिसकेको थियो, पापै पापले भरेको थियो। ऊ हजुरबा चाहिँ एकदम गुन्डा हो, चोरी डकैती गर्ने हो, फटा बोल्ने हो भने नाति पनि त्यस्तै क्या। त्यही किसिमको रगत वंशानुगत पापमा हामी ग्रस्त भएका रहेछौँ। यसकारण त्यस्ता मानिसले चढाएको बलि पूजाहरू द्वारा मुक्ति र मोक्ष थिएन रहेछ। हो, यहुदी जाति बीचमा पनि विभिन्न किसिमको रगत चढाउनु पर्ने त्यो किसिमको महापवित्र स्थान, पवित्र स्थान स्थापित गर्नुभयो। त्यो कुराले पनि परमेश्वर कहाँ शुद्धतामा मानिसहरू जान नसकेको कारण येशू ख्रीष्टको बलिदान आवश्यक थियो र येशूको रगत बगाइसकेपछि तपाईँ र हामी त बेग्लै मान्छे होइनौँ, बेग्लै जाति होइनौँ। यहाँ तपाईँ मजदुरी पनि होला, तपाईँ गिटी कुटेर यहाँ चर्चमा आइराख्नु भएको होला, तपाईँ धनी धनाढ्य व्यापार होला, तपाईँसँग भक्तको रूपमा राम्रै किसिमका खानदान जग्गा जमिन होला, तर परमेश्वरले तपाईँलाई धनी सम्पन्न भन्नु। तपाईँलाई पनि एउटा मान्छे, तपाईँ गिटी कुट्दै आउनुहुने मान्छेले एउटा मेरो छोरी मेरो छोरा भने छुटाउनुहुन्न। हालेलुया, हालेलुया। यसको प्रमाण तपाईँलाई भनौँ, यहाँ जतिजना ठुला मान्छेहरू छन्, करोड करोड 2-4 किलो सुनै होला, उनले सुनैको हावा फेरेको छैन। यही पृथ्वीमा बगिराखेको हावा। यो कोठाभित्र हामी पढे लेखेका पनि छौँ, मूर्ख पनि छौँ, तर एउटै हावा फेरिराखेका छौँ। हामी ईश्वरीय सन्तान साझा दिनुभएको छ। अर्को प्रमाण भनौँ, तपाईँहरू हामी कतिचोटि गाउँलेहरू, यहाँ त गाउँले छैन होला, गाउँको मान्छेहरूले दुःख सुख गरेर त्यो मकैको ढिँडो खाला, हामी त ढिँडो खायौँ भनौँ। अनि यहाँ महलमा बस्नेले त्यो ढिँडोलाई के भन्छ, सुजी भन्ला, हलुवा भन्ला। फरक त्यति मात्र होइन, हुनु त मकै नै हो नि, ईश्वरले बनाइदिएको नै हो नि, होइन? अब हामी दिनदिन यसो मजदुरी गरेर पेट पाल्नेले जाउलो खायौँ आज त, अलिकति काम पनि भएन, अनि 1 हप्ताको लागि चामल पुग्नु पर्ने, 1 पाथी चामल, अनि बच्चाले जाउलो बनाएर जाउलो खाला। तर महलमा चमेना अथवा पुरो पाक्ला, हुनु त त्यही चामल होइन र? परमेश्वर सर्वव्यापी हुनुहुन्छ। परमेश्वरले दिनुभएको जन धन जल वायु भूमि सबैमा हामी रचरच गरिराखेका छौँ र परमेश्वरको एउटै कुरा हो, सबै मानिस मिलापमा आउन्। हालेलुया। मैले दिएको हावा फेरिराखेका छन्, मैले बनाएको मान्छेहरू बढ्दैछन्। हालेलुया। यसकारण यिनीहरूमा अब पापको बन्धनबाट मुक्त गर्न मेरो पुत्रको रगत बगाउनुपर्छ। र त्यो दुष्ट स्वर्गदूत, पहिल्यै फ्याँकेको स्वर्गदूतले मानिसलाई नाना थरीको बलि पूजा गर्न
टीका लाउन, धूप बाल्न, जाति विजातिमा धनी गरिबमा जसरी विच्छेद छुट्याइ राखेको थियो, पापमा राखेको थियो, लोभ लालसामा नराम्रो किसिमको छाडापनमा राखेको थियो, त्योबाट अब आउन् परमेश्वरमा मिलापमा आउन् भनेर परमेश्वरले आफ्नो पुत्र पठाउनु। यो बुझ्न निकै समय लाग्ला तपाईहरुलाई र बुझ्नै पर्छ। र अहिले मैले तपाईलाई भन्न चाहेको मिसन 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 भनेको तपाई काम गर्दै गर्दा, बालुवा चाल्दै गर्दा, गिटी कुट्दै गर्दा, खेती गर्दै गर्दा, व्यापार गर्दै गर्दा दिनमा एकजना मान्छेलाई प्रभुको बारेमा सुनाउनु पनि मिसन हो। हालेलुया। मिसन चाहिँ खालि पास्टरहरू, अगुवाहरू, प्रेरितहरूलाई मात्र पूरा गर्नको लागि दिइएन। तपाईले एउटा जडिया, एउटा फटा, एउटा बिरामी, एउटा एकदम अशान्तिमा गएको मान्छे, एकदमै धनले मातेको मान्छे, हरेकलाई प्रार्थना गरेर प्रभुको बारेमा प्रार्थना गरिदिने सुनाउनु पनि मिसन हो। हालेलुया। त्यो मिसनको काम सिकाउँदै गर्दा येशूलाई क्रुसमा टाँगेर मारियो। क्रुसमा टाँगेर मारिसकेपछि गाडियो, गाडिसकेपछि उहाँलाई चिहानमा गाडिसकेपछि कति दिनपछि बौरी उठ्नुभयो? हामी रोटी र दाखरस खान्छौँ येशूको मृत्यु सम्झना गरेर। त्यो किन खान्छौँ पास्टर? पास्टर भनेछु मण्डली किन खान्छौँ? किनभने येशू हाम्रो निम्ति मर्नुभयो रगत बगाउनु। आमेन। त्यो छिमेकीको निम्ति पनि मर्नुभयो रगत बगाउनु। त्यो याद गर्न, सम्झना गर्न र येशू नआउन्जेलसम्म अथवा म नमरुन्जेलसम्म विश्वासमा स्थिर रहेर प्रभुको भक्ति र आराधना गर्न। आमेन। तेस्रो कुरा गएर प्रचार गर्न, सम्झना गरेर प्रचार गर्न। अनि महिनामा 2 महिनामा हामी प्रभु भोज गर्छौँ। कति मण्डलीमा हप्ता पनि गर्ला, तर एउटा व्यावहारिकता नहोला भनेर हामी महिना 1.5 महिना एउटा तोकेका छौँ। येशूको रगतको महत्त्व छ। त्यसैले येशूको रगतलाई जब तपाईँ र मेरो शरीरमा काम गर्न दिन्छौँ, प्राणमा काम गर्न दिन्छौँ, हामी उहाँकै टाँसिएर रहेका हुन्छौँ। उहाँको रोटी खान्छौँ नि, रोटी खानु भनेको त्यो रोटी मात्र होइन, प्रभुको वचन अनुसार जिउँछौँ, प्रभुको वचन अनुसार घोषणा गर्छौँ, प्रभुको वचन अनुसार हामी आज्ञा पालन गर्छौँ। ख्रिस्टलाई खानु हो, येशूलाई भित्र राख्नु हो। तर म भित्र लालसा, अभिलाषा, घमण्ड, तर्क, छाडापन, संसारको मोचमज्जा थुप्रै कुराहरू राख्छु, तर येशूको वचन बाहिर गर्छु भने म येशूलाई भित्र जिउन दिएको छैन। यो मन्दिरमा उहाँ राज गर्न सक्नुहुन्न। तर त्यस्तो कुरा आउँछन् नै, लालसा, अभिलाषाहरू आउन सक्छन्, विभिन्न किसिमका तुलनात्मक कुरा। मेरो त यत्रो यस्तो यो गाडी छ, अर्को गाडी, मेरो त्यो बाइक छ, मेरो त्यो त्यस्तो थुप्रै कुरा आउन सक्छ। त्यति बेला भनौँ, प्रभु मलाई यस्तो अवस्थामा जुटाउनुहोस्, यहोवा तपाईँले मलाई आवश्यकतामा जुटाउनुहुन्छ भनौँ। आमेन। हामी अरूलाई तुलना गर्नु पर्दैन, परमेश्वरले मलाई मेरो अवस्थामा बनाउनु। यो पुलपिट हाम्रो पास्टरको लागि मजा छ। म त हराउँछु यहाँनिर यसै गर्दै गर्दा, फर्किनुपर्छ, यहाँको साथीलाई देख्दिनँ, मैले ठट्टौली गरेको। एनिवे, प्रभुले आफ्नो तरिकाले कोही अग्लो, कोही होचो, हामी विभिन्न प्रकारले बनिएका छौँ। आफूलाई धन्यवाद दिउँ। आमेन। जब म फर्कन्छु मेरो गवाई, जब प्रभुलाई पाएँ, त्यो दर्शन पाएँ, त्यहाँदेखि म फर्केँ। प्रभुले मलाई कुन्टे भए पनि ठिकै छ होइन, अलि हिजो आज अलि दुःख लाग्दैछ, छोरीहरू पनि त्यस्तै भयो क्या, मरौँ न भन्छु। रमाइलो कुरा, कहिले कहीँ सानो सानो भन्नु पनि त्यति राम्रो छैन भनेर त्यही पनि जेठी छोरी म भन्दै पुन्टी होइन, माइली पनि त्यस्तै कान्छी पर्छ कि भन्ने आशा छ है। रमाइलो, त्यही पनि म रमाइलो पनि भन्नु मनमा आउँछ, त्यो स्वाभाविक हो। तर प्रभुको इच्छा जे छ त्यो हुन सकोस्। अनि म ठुलो भएँ, सानो भएँ, म धनी भएँ, गरिब भएँ भनेर कसैलाई तुलना गर्नु आवश्यक छैन। तर म प्रभुको हुँ भनौँ, सबैले प्रभुको हुँ, म प्रभुको हुँ। प्रभुको मिसनको निम्ति म दिन्छु, पठाउँछु, जान्छु, मिलापमा ल्याउँछु। त्यो ल्याउनको लागि मलाई सुन्नुभयो। अब हामीले मैले 5वटा शब्द भने, पठाउनु, जानु, दिनु, दिनु अनि मिलापमा ल्याउनु। यो 5 वाक्य, 5वटा शब्द अनि अन्तिम वाक्य, मिलापमा ल्याउनु। मिलाप फेरि पनि भन्नुहोस् त, पठाउनु, जानु, दिनु, दिनु, त्यसपछि मिलापमा ल्याउनु। मुठी पार्नुहोस् न, मिलापमा ल्याउनु। म
मैले यो कथाहरू हजुरले नसुनेर थाहा नपाएर भनेको होइन, तर मिसन के हो भनेर अलिकति बुझाउनको लागि सरस्वती भने। अब मत्ती 28 अध्यायको 18 देखि 20 टिपी राख्नुहोस्, त्यही नै हो मिसन। मार्कुस 16 को 15 टिपी राख्नुहोस्, 16 देखि पुरै 15 देखि पुरै 16 को 15 पददेखि पुरै। त्यहाँ के भनेको छ? मत्तीको पुस्तकमा 28 को 18 मा भनिएको छ, संसारको अन्तसम्म म छु। सबैले भनौँ सँगसँगै, जाऊ सुनाऊ सिकाऊ देऊ, ब्याप्टिस्मा देऊ, सुसमाचार सुनाऊ, वचन सिकाऊ, हालेलुया, चेला बनाऊ, जाऊ मण्डली स्थापना गर, देऊ ब्याप्टिस्मा देऊ। त्यो यीशुले यो कर्मवाची कुराहरू गर्नु। जाऊ है, मिसन यही हो। म स्वर्गबाट पिताले मलाई जाऊ जाऊ भन्नुभयो, म आएँ। हालेलुया। योहन्नाको पुस्तकतिर हेर्नुहोस्, खोजी हेर्नुहोस्, म रेडिमेड दिन है तपाईँलाई, खोजेर पढ्नुहोस् गएर। यीशुले के भन्नुभयो एक ठाउँमा? म चाहिँ, मेरो भजन चाहिँ पिताको इच्छा पुरा गर्नुलाई हो। आमेन। उहाँ यहाँ आएर एकदमै स्वर्ग छोडेर परमेश्वरको छोरा भएर पनि यहाँ विभिन्न किसिमको भोग्न त्यसै आउनु भएन। पिताले जाऊ छोरा, तयार छौ छोरा? हो बुवा, म जान्छु। आमेन। यसका मिसन भनेको पठाउनु, जानु। पिताले पठाउनु भयो पुत्रलाई, यीशु आउनुभयो यो धरतीमा, हामी जस्तो थियौँ त्यस्तै आउनुभयो, भेट्न आउनुभयो। आमेन। अनि त्यसपछि उहाँले सिकाउनु भयो, दिन सिकाउनु भयो। के गर्न अरे? अब म 3वटा कुरा म तपाईँलाई भन्न चाहन्छु। मिसनको लागि भन्नुहोस् एकअर्कालाई, मिसनको लागि समय दिनुहोस्, समय छुटाउनुहोस्। मिसनको लागि सम्पत्ति दिनुहोस्, सम्पत्ति छुटाउनुहोस्। मिसनको लागि सिपहरू दिनुहोस्, छुटाउनुहोस्। अब अन्तिममा पुगेँ, म अन्त गर्न चाहन्छु। पल्लो कुना काप्चासम्म पुग्न सक्दैनौँ। पहिला नेपालमा मिसनलाई कसरी पठाए? यहाँनिर भक्तपुरको कथा छ, तपाईँको बाइबल शिक्षक पनि हुनुहुन्छ, उहाँले कलेज पनि पढाउनुहुन्छ। क्रिस्चियन इतिहास म हिजो आज अध्ययन पनि गर्दैछु। भन्दै गर्दा 200 वर्ष अगाडि सुसमाचार आयो, तर पृथ्वीनारायण शाहको पालो केही समयपछि फेरि रोकियो। त्यसपश्चात फेरि मिसनरीहरू आए, तर ती मिसनरी कसरी आए? स्वास्थ्य सेवा दिन आए, शिक्षाको क्षेत्रमा आए। बुझ्दै हुनुहुन्छ? मिसन आएर ललितपुरको पाटन हस्पिटल, टिचिङ हस्पिटलहरू सबै मिसनरीले सुरु गरेका। त्यहाँबाट बिस्तारै प्रभुको प्रेम देखाए, अनि केही नेपालीले विश्वास गरेपछि बिस्तारै चर्च। आमेन। त्यो देशको मान्छेले मिसनमा जानुपर्ने रहेछ, पठाउनु पर्ने रहेछ, सम्पत्ति दिनुपर्ने रहेछ भनेर थाहा पाएर उनीहरू लगानी गरे। ती मिसनरीहरू नेपालगञ्जमा आए, यहाँ आए, ठाउँ आए, सिलगढीमा आए, नेपालमा आए। अनि त्यो आउँदै आउँदै बिस्तारै नेपाल बाइबल अनुवाद गरे, सिकाए, सुनाए, र त हामी आज रेभरेन्ड भएका छौँ, पास्टर भएका छौँ, जसको देन थियो। हालेलुया। त्यहाँका मण्डलीका त्यो आमाहरू बुवाहरू मरेर गए होला, स्वर्गमा भेट्छौँ अवश्य। उहाँले मुठी खोलेर हालेलुया आफ्नो दशांशमा दिए, आफ्नो दशांश मात्र होइन, आफ्नो प्रतिज्ञा भेटीहरू दिए, मिसनको लागि दिएर उनीहरू आएर काम गरे। हालेलुया। आज नेपाल एजीले पनि त्यही गर्नु छ। इङ्ल्यान्डबाट, युएसएबाट, कोरियाबाट ती मात्रै पठाए, त्यति बेला पठाएर अहिले पनि पठाउँछन् भन्ने होइन प्रियहरू। अब हामी पठाउनु पर्छ, हामी जानुपर्छ। एजीलाई यो जिम्मा छ अब प्रभुको काम गर्नको लागि। अब सचिव मात्र भएर, अध्यक्ष भएर हामी के ठुलो हुने कुरा होइन यहाँनिर। अब हामीले व्यवस्थित गर्नु छ। शासन प्रशासन एउटा सबै हजारवटा मण्डली छ देशभरि, त्यो मण्डलीलाई मिसनको लागि दिनुहोस् है। आमा तपाईँ एक कप चिया महिनामा तपाईँको सायद 70 वर्ष खट्नु भने केही सानो, केही कसैले तपाईँलाई नातिले, कसैले छोराले दिएला, त्योबाट छुटाएर 20-25 रुपियाँ दिनुहोस्। तपाईँ पनि स्वर्ग जाने हो। त्यो अरू मान्छेहरू नरक जानेछ, त्यो स्वर्ग, त्यो मानिसलाई पनि स्वर्ग लानको लागि तपाईँको मिसनको 50 रुपियाँ 100 रुपियाँ दिनुहोस्। त्यो लगानी हामी पठाइदिन्छौँ भन्न खोजेको। हालेलुया। झोलाले आएछ मास्टर, देखाउनु भयो, सुरु गर्नुभयो। आइयो कस्तो
आया हाम्रो 4 महिना भइसक्यो, यति महिना भइसक्यो। हालेलुया। त्यो किन दियो? अनि यसकारणले म तपाईँहरूलाई खुसी पार्न होइन, अप्ठ्यारो बनाउन आएको छु। यो पास्टर भन्दैछु। हालेलुया। त्यो झोला मलाई दिनुहोस् न। मिसनको लागि दिनुपर्छ। तपाईँ जान सक्नुहुन्न, तपाईँ खेती गर्दै हुनुहुन्छ, तपाईँ मजदुरी पेसा गर्दै हुनुहुन्छ, तपाईँ जागिर गर्दै हुनुहुन्छ, तपाईँ व्यापार गर्दै हुनुहुन्छ। हालेलुया। तपाईँ जान सक्नुहुन्न, गोर्खा तपाईँ जान सक्नुहुन्न। हामी सिन्धुलीको जिल्ला सदरमुकामबाट मैले 2 जना केटा लिएर गएको थिएँ। एकदम विकट त होइन, रोड टुकेको रहेछ। त्यति परेर हामी 1500 रुपियाँ तिरेर गयौँ, 41 किलोमिटर त्यहाँ गएर प्रार्थना गरेर आयौँ। हालेलुया। यो एजीले किन यसो गर्यो? यो एजीले गर्ने मात्र होइन, मण्डली पनि अब मिसनमा सिक्नुपर्छ। यहाँ यो पद चाहिँ गलत भएछ क्या, 6 को 35 हुनुपर्ने अर्कै भएछ यहाँ। अनि यो पद गलत भएछ, गलत प्रिन्ट भएछ। हामी टिमले सल्लाह गर्यौँ, प्रभुले प्रेरणा दिनुभयो। म कोष अध्यक्ष हुँदाखेरि 1 डे 1 रुपिस भन्यो, त्यो व्यवहारी भएन। अनि प्रार्थना गर्दै गर्दा के गर्ने प्रभु, मलाई किन अध्यक्ष बनाउनु भयो, के गरौँ होला प्रभु भन्यो। भने प्रभु बनाउँदाखेरि ठ्याक्क दिनुभयो उहाँले, यो दिनुभयो 20 को है, 20 को यहाँ 6 को भनेछ, 20 को 20 को 35 हो, 35-36 पनि यो भन्छ। अनि यो दिनुभयो र मैले सचिवज्यू सबैलाई बाँडेँ। हामी मिसन पठाउनुपर्छ। हामीले अहिले मिसन एजीबाट 86 जनालाई सानो सानो सपोर्ट गरिरहेको छ, जो नयाँ ठाउँमा मण्डली सुरु गर्दैछ। हालेलुया। यो तपाईँले गरेको, हामीले गरेको। हामी त सुव्यवस्थित गर्ने यति 3 वर्षमा त्यो सङ्गठनमा रहेर काम गर्ने मात्र हौ, कारिन्दा मात्र हौ। तपाईँले गर्नुभएको। कसरी पास्टर गर्नुहुन्छ? तपाईँले दशांश दिनुभयो। हालेलुया। तपाईँले दिनुभएको दशांशबाट फेरि दशांश निकालेर एजीमा दिन्छन्। पास्टर उमेशको ट्रेजर यहाँ को हुनुहुन्छ, ट्रेजरले महिना दिनु पर्यो हजुर, यस्तो भएन। 6 महिना हुँदैन, महिना पठाउनु पर्यो एजी, हैन? यो कुरा दशांश क्या, तपाईँले दिएको दशांश पढ्नु भएको थियो अघिको प्रभुको सेविकाले। त्यो दशांशबाट फेरि महिना एजीमा 10% पठाउनुहुन्छ। यहाँ 10,000 उठ्यो भने 1,000 त्यहाँ पठाउनुहुन्छ। त्यो 1,000ले के गर्छ? जित छ त्यहाँनिर, आकाश विष्णुके छ त्यहाँनिर, रोजी सुनवाद छ त्यहाँनिर प्रदेशको। उनीहरूलाई हामीले के गर्नु पर्यो? तलब दिनु पर्यो। र ती जमेको कुराबाट नै ठाउँमा हामी 1,50,000 जब निवेदन आउँछ हामी पठाइदिन्छौँ, जस्ताको लागि, विभिन्न उसको लागि। हालेलुया। महिना हामी नयाँ ठाउँमा सुरु गरेको देशभरिको यो धनी प्रदेश हो, मध्य प्रदेश, सबैले यहाँ हेर्छन्। महिना हामी 86 जना मान्छेलाई सपोर्ट गरेका छौँ। त्यो पास्टर शान्तले, पास्टर उमेशले होइन, बोले तपाईँले मुठी खोलेर दिनुभयो, आफ्नो दशांश लुट्नु भएन। हालेलुया। तपाईँको बिजनेस, तपाईँ स्वास्थ्य हुनुभएकोले, तपाईँ स्वास्थ्य भएकोले गिटी कुट्नुभयो होला, मजदुरी गर्नुभयो, मिस्त्री गर्नुभयो। हालेलुया। तपाईँ स्वास्थ्य हुनुभएकोले खेती, प्रभुले दिनुभएको जमिनमा खेती गर्नुभयो, त्यहाँबाट छुटाउनु भएको दशांश दिनुभयो। काम गर्नुभयो, स्वास्थ्य दिनुभएकोले त्यो स्वास्थ्य दिएर काम गरेको कारणले तपाईँ तलब पाउनुभयो, त्योबाट प्रभुलाई मान गर्नुभयो, छुट्याउनुभयो। भन्नुहोस्, मैले दशांश छुट्याएँ, दिए भन्नुभन्दा पनि छुट्याएँ भनौँ न। एक दिन प्रार्थना गर्दै थिएँ, मैले यति दिएँ प्रभु, तपाईँले मैले दिनुहोस्। मैले दिएको होइन, छुट्याएको। दिएको त मैले हो भन्नु आत्मामा। एकछिन त म आत्मा थिएँ, धेरैचोटि मैले त दिएँ, मैले त यति दिएँ, मण्डलीले यसो गरेँ भन्छ नि। छुट्याएको दिनु त प्रभुले दिनुभएको नि हो कि होइन? दिन प्रभुले दिनुभयो, रात दिनुभयो, प्रभुले जल दिनुभयो, जमिन दिनुभयो, हावा पानी दिनुभयो। हालेलुया। परमेश्वरले दिनुभयो, खालि हामीले छुट्याउने। यो दिनु भनेको चाहिँ निकै गाह्रो। यीशुको रगत दिनु कति गाह्रो हो यीशुलाई, थाहा छ तपाईँलाई? पास्टर, तपाईँ थियोलोजिस्ट हो। गेत्समनीको बगैँचामा यीशुले के भन्नुभयो? यो कचौरा के होस्? हटोस्। हुन सक्छ भने हटोस्, म कसरी मर्ने, कसरी कष्ट भोग्ने। दिनु चाहिँ रगत दिनु बराबर। यो प्रभुले बनाऊ भनेर त दिएको होइन, तर संसारको राष्ट्रलाई परिचालन गर्दाखेरि मानवका सुरुमा मान्यबाट नेपालमा, विदेशमा पनि देख्छौँ, यीशुको समय देख्छौँ, चाँदीको टुक्रा, सुनको टुक्रा सुरु भयो त।
पछि चाहिँ वस्तु विनिमय गर्न, एक्सचेन्ज प्रणाली अथवा साट्य प्रणालीको लागि यो सुरु भयो। यो दिनु कति गाह्रो छ ओके, दियो भन्दाखेरि दिनु त पर्ने, मेरो पनि समस्या छ। दियो किन दियो खै त्यो भन्छ यो सन्तानले पास्टर किन जरन्छ मान्छे खै किन दिनु यसरी होइन। अब म दुईजनालाई पढ्न लगाएर म अन्त गर्न चाहन्छु। यीशुले रगत दिनुभयो, तेस्रो कुरा के दिनुभयो? मिसन पुरा गर्नको लागि के दिनुभयो? त्यो रगतद्वारा मात्र पवित्रता, मुक्ति निश्चित भयो। हालेलुया। त्यो रगत बगाएको कारणले मात्र नरकसम्म पुगेर, पातालसम्म पुगेर त्यो सतीत्व मानिसबाट, आदम र हव्वाबाट खोजिएको अधिकार उहाँले फेरि ल्याउनु भयो। यसकारण त येशू प्रभुमा विश्वास गर्नेहरूलाई यो अधिकार छ, शैतानको निस्किजा, नासरत येशूको नाममा। यो रोग बिरामको आत्मा निस्किजा, यो छलीको आत्मा निस्किजा, यो अशुद्ध आत्मा निस्किजा भनेर हामी हकारदाखेरि निस्किजान्छ। हालेलुया। त्यो अधिकार दिनको लागि उहाँ मारिनुभयो, बौरिनु भयो। आमेन। र त्यो क्रुसमा टाँगिनु। र मैले भन्न खोजेको यो पैसा केबाट बन्यो होला? केबाट बन्यो? कागज। कागज केबाट बन्यो? हजुर, कागज केबाट बन्यो? रुखबाट। रुख कहाँ उम्रियो? जमिनमा। रुख होइन, मैले यसो अध्ययन गर्दै जाँदा प्रायः बाँसको बन्छ अध्ययन गरेर बाँसको बन्छाले पैसा छ प्रायः, अलि राम्रो पेपर। बाँस कहाँ उम्रिन्छ? जमिन। जमिन कसले बनाएको? हालेलुया। फेरि यो पैसा गएपछि कहाँ जान्छ? विचार गर्नुहोस्। मैले त संसदीय, मैले प्रतिज्ञा गरेँ, मैले मिसनको लागि दिएँ भन्नुभन्दा मैले छुट्याएँ। यहोवा परमेश्वर, तपाईँले मलाई जुटाउनु भयो, धन्यवाद। मैले दिएँ। प्रभु तपाईँको मन होस्। म जान सकिनँ, तर हामीसँगै सुव्यवस्थित गर्ने टिमहरू छन्, पास्टरहरू छन्, पास्टर टिमहरू छन्, खजान्चीहरू छन्, एजीमा पनि कमिटीहरू छन्। पारदर्शिता साथ सेवा गर्न तपाईँले निगाह गर्नुहोस्। म यो दिन्छु, मिसनको काम होस्। आमेन। पैसा नभइकन पठाउन सक्दैनौँ। म अध्यक्ष, उहाँ सचिव, हामी के गर्न सक्दैनौँ? पैसा चाहिन्छ। यसकारण मण्डली, तपाईँ दिनु भनेको लगानी गर्नु हो। तपाईँ गरिब नबन्नुहोस्, मनको गरिब। म त साँच्चै नै धेरै गरिबी अवस्थाबाट आएको मान्छे। 5 घरमा सेवा गर्दै गर्दा पनि साह्रै गरिबी जस्तै हेपेको जस्तै लाग्थ्यो। तर प्रभुले आफै आफ्नो समय सम्पन्न गर्नु, मनको धनी बन्नुहोस्। हालेलुया। भन्नुहोस्, मेरो ब्यागमा पो अहिले छैन, त प्रभुले दिनुहुन्छ। हालेलुया। यसरी मिसनको लागि हामी प्रदेशभरि यो आह्वान गरिराखेको छौँ। तपाईँले दिनुभएको 10%ले 3% केन्द्र चलेको छ, 2% प्रदेशको चलेको छ कर्मचारीलाई, र 5%ले चाहिँ प्रदेशभरिको मण्डलीलाई सहायता गर्ने। अनि त्यो 86 जना 86 अस्ति निकाल्दा पनि 86 जनालाई अफिसले गरिरहन्छ। हामी त्यो पैसा चलाउँदैनौँ, अफिसमा छ, हामी खालि हेर्ने मात्रै हो। रोजी के हो? कोष अध्यक्षले टाइम टेबल भन्छु, के तलमाथि के त होला, 1-2 रुपियाँ तल। हिजो पनि भन्दै थियो कोष अध्यक्षलाई, यो झोलामा उठेपछि बेग्लै कोष हुनुपर्छ। अझै हामी परसम्म पुग्नुपर्छ। हिजोको दिनमा इन्डियाबाट ठाउँबाट मिसन पठाए, हामी विदेशहरूमा पनि मिसन पठाउन सक्ने एजी हुनुपर्छ भने हामी कुरा गर्दै थियौँ। हालेलुया। यसकारण हजुरहरूलाई यो कष्ट दिएको होइन, दिनुहुन्न, नदिनुहोस्। तर के भनेको रहेछ? 2 कोरिन्थी 8 अध्याय पढिदिनुहोस् त हजुरहरू। एकजना मेरा छोरी चेली जवानहरूलाई भन्न चाहन्छु, अथवा छोरा जसले भाइहरूले पढ्नुहोस् त, उठेर स्पष्ट पढ्नुहोस्। 2 कोरिन्थी 8 अध्याय पढ्नुहोस्। यो चाहिँ दिने है, मिसनको लागि दिने कुरा छ। पुरै पढ्नु ल, उठेर पढ्नुहोस् त। दोस्रो कोरिन्थी 8 अध्याय। उदारताको निम्ति प्रोत्साहन बाह्य हो,
माकेडोनियाका मण्डलीहरूमा परमेश्वरले दिनुभएको अनुग्रहको विषयमा हामी तिमीहरूलाई बताउन चाहन्छौँ। कष्टको भयङ्कर परीक्षाको बिचमा पनि प्रशस्तता, आनन्द र घोर दरिद्रतामा तिनीहरूले उद्धार चित्तले दान दिए। किनकि म गवाही दिन्छु कि तिनीहरूले आफ्नो औकात अनुसार र औकातभन्दा बढी पनि आफ्नो राजी खुसीले दिए। तिनीहरूले सन्तहरूका सहायताको निमित्त भाग लिन पाऊँ भनेर हामीलाई आग्रहपूर्वक बिन्ती गरे। हामीले अपेक्षा गरे बमोजिम तिनीहरूले गरेनन्, तर तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे र परमेश्वरको इच्छा अनुसार हामीलाई दिए।